मेरो नाम अमरबहादुर घरती सिंगारपेन मेरो ठेगाना र यो हाम्रो परम्परा पुर्खाको यो पैँचारी नाचको एउटा वाद्यवादक पनि हुँ र यो हिजो पुर्खादेखि हाम्रा बाजे बुवाहरूको गरिरहेको हेतु यो पैँचारी नाचलाई अब यो वाद्यवादकको तर्फबाट मैले आफ्नो सिपकला जति जे भए पनि सिकाइरहेको छु र अब यो हाम्रो संस्कृतिलाई पछिल्लो पिँढीमा अगाडि बढाउने हेतुले हामी लागिरहेका छौँ र हामीले जस्तै परम्परा पहिला रामको यो खेल बनाएको रामको खेल पहिला रामले उठाएको खेल रहेछ। त्यस कारणले सुख र दुःखको यो बिसाउँ हो। अब सुख र दुःखको बिसाउँलाई सबै हामीले सुखी दुखी भेटघाट हुने एउटा पर्व हो यो दसैँ देवाली भन्ने कुरा सुख र दुःखको एउटा बिचको अवसर हो। अब सबै दाजुभाइ दिदीबहिनीको भेटघाटमा अब भएका यिनी पर्व हुन्। यिनी पर्वलाई मनाउँदै हामीले पैँचारी खेल कसैले गर्छन्, कसैले आफ्ना आफ्ना कलाहरू देखाउँछन्। यो कलालाई हामीले जगेर्ना गर्दै हामी अगाडि बढ्नेछौँ भन्दै मेरो दुई शब्द यहीँ अन्त्य गर्छु। हवस् त, नमस्ते, धन्यवाद। धन्यवाद हाम्रो अमरजीलाई।